हामी त अटाएनौँ गाडीमा अनि यति नजिक देख्छ त नि हर हर महादेव हर हर महादेव हर हर महादेव अब चाहिँ यहाँबाट हामीहरू वहाँ माथि टुप्पामा पुग्नुपर्छ है आउनु केरा रोप्न आउनुहोस् हेलो एन्ड नमस्ते साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला भनेर म पनि सन्चै छु। अब आजको मेरो भ्लग रहेको छ। आज म चाहिँ माम घर जाँदैछौँ किनभने भोलि सोमबार हो। सो सोमबारको दिनमा चाहिँ मामा घरमा गोदावरीबाट खाली खुट्टा गएर हैन पानी ल्याउने गरिन्छ टाउको माथि राखेर अनि महादेवलाई चढाउने चलन छ। सो म त्यही भएर जाँदैछु माम घर। ओके गाइज आज चाहिँ सोमबार छ हैन। अब हामीहरू जाँदैछौँ यहाँबाट गोदावरीबाट गइन्छ पानी लिएर आएर अनि हामी त मारे ठाउँ जान्छौँ। ज्ञानी हो नि त गाडी आयो मान्छे त टन्नै छ नि यार बस्न नसक्ने भयो हामीलाई त जान दिएनन् गाडीमा अड्केन अटाएनौँ हामी त अटाएनौँ गाडीमा जान दिन्न युट्युबको नाम चाहिँ बस आउँछ कि आउँदैन होला भनेर हामीहरू चाहिँ म माइजु सन्जु अनि हामीहरू चाहिँ बाँकी भयौँ। अब सेकेन्ड ट्रिपमा जाने अब हामीहरू छोडेर गएको अवस्था हामी चाहिँ पछाडि रह्यौँ। हामीलाई लिन गाडी आयो अब बल्ल गाडी आयो। अब हामीहरू जान्छौँ यहाँबाट गोदावरी गएर गोदावरीमा पानी लिएर सन्तानेश्वर मन्दिरमा जान्छौँ। हामीहरू गाडीमा आइपुग्यौँ सबैजना बस्दैछन्। यो चाहिँ सेकेन्ड ट्रिप हो। फर्स्ट ट्रिप छोडेर आइसक्नु भयो। अब हामीहरू चाहिँ आइपुग्यौँ यहाँबाट बसबाट देखाउँदैछौँ बोलबम भनेर। हामीहरू चाहिँ आइपुग्यौँ गोदावरी कुण्डमा। यसो गोदावरी कुण्ड हो होइन पानी लिएर गइन्छ यहाँ भित्रबाट। यहाँ भित्र चाहिँ यस्तो छ माछा माछा भित्र अनि यति नजिक देख्छ त नि हर हर महादेव कत्रो गहिरो छ त नि यहाँबाट त नजिकै देखाएको छ त नि मान्छे डुबेर त छेक्यायो धेरै गहिरो छ अनि यहाँबाट त नजिक देख्छ त नि पानीको सतह त्यस्तै हुन्छ चलिन्छ तर गहिरो छ धेरै गहिरो छ। कति गहिरो छ यो धेरै गहिरो छ। सनातन हिंदू धर्म को
व्यवस्था रहेछ गोदावरीमा। अब हामी यहाँबाट निस्केको, हामी जाने सबैजना बसेर बस्छ गाडीको लाइन लिएर। गाडी आइसक्यो हाम्रो। हर हर महादेव, 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 हर हर महादेव। अब चाहिँ यहाँबाट हामीहरू वहाँ माथि टुप्पामा पुग्नुपर्छ है। अयो हर हर महादेव, हर हर महादेव, हर हर महादेव। टन्नै आउँदै हुन्छ मान्छेहरू है। ए यतिमै थाकिसक्यो, अझ माथि टुप्पामै पुग्नुपर्छ। म चाहिँ थाकिसकेँ। जय शिव शंकर, जय शिव शंकर, हर हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर महादेव। भगवान गोदावरी महादेव को कार्यक्रम हुँदैछ। हाम्रो घरबाट पनि लिएर आएको छ केरा। यता चाहिँ हराउँछ भनेर यसो समाते के
अब हामी जाँदैछौँ तल। यहाँ चाहिँ होइन केरा रोप्ने कार्यक्रम हुँदैछ। यो चाहिँ हाम्रो हजुरआमाले रोपे। यहाँ छ हाम्रो हजुरआमाले रोपे। अब सबैको घरबाट आफ्नो घरबाट केरा लिएर भएको छ यहाँ रोप्नको लागि। आउनु आउनु केरा रोप्न आउनु। आउनुहोस् 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 हजुर आउनुहोस्। ल ल खनेको खनेको ठाउँमा रोप्नु रे। ल ल ल गुल्टिनी चाहिँ होइन नि फेरि। गुल्टिन चाहिँ नगुल्टिनु फेरि। मम्मी आओस् न रोपिदिनु न। कहाँ जानुभयो फेरि मम्मी? यहाँ हेर्नु गाइज मेरो मम्मी। माइजूले चाहिँ ल माइजू केरा रोप्दै हुनुहुन्छ। म चाहिँ गएँ। मेरो मम्मीले चाहिँ कता पाउनु भयो कुनै ठाउँ। मम्मी केरा लिएर घुमेको घुमेँ। म चाहिँ खाली खुट्टा छु यार। भने सबैको जुत्ता तल छ अनि जुत्तै लगाएको छैन। कता जानुभयो मम्मी? खोइ मेरो मम्मी हराउनु भयो। केरा रोप्न कहाँ पुग्नु भयो खोइ मम्मी? एकछिन खोइ 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 जुत्ता नलगाएको त्यो त्यस्तो रहेछ। मम्मी माइजू कहाँ रोप्नु भयो हजुरले? यहाँ चाहिँ ठुलमाइजूले रोप्नु भएछ। खै कुन चाहिँ हो त्यो? ल ठुलमाइजू त भाग्यमानी 2 ठाउँ पाउनु भएछ। उयो उयो त्यो यो ल माइजूले रोप्नु भयो। ए राधाकृष्ण गरिदिनु भएछ। ल खोइ 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 म भटा जाम। खोइ 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 होइन म चाहिँ मम्मीले रोप्दै हुनुहुन्छ यहाँ। हजुर 2टा रोपे हो रोप्दै हुनुहुन्छ अन्ते अन्ते पनि। यता चाहिँ मम्मीले रोप्नु भएछ। ल ठिक छ मैले पनि रोप्नु पाए हुन्छ नि हजुर। मैले पनि होइन केराको बोट पाएँ भने चाहिँ म पनि गएर लिएर आउँछु अनि म पनि रोप्छु होइन। म पनि लिन गएँ। मलाई पनि एउटा दिनु न बुवा। केरा रोप्नु छ लाइन बुवा मलाई पनि एउटा दिनु न। एक त जुत्ता नलगाएको घोचेर मलाई सके। लौ न बुवाको पछि लाग्दा लाग्दा कता पुग्नु भयो बुवा? एकै ठाउँमा सबैले एकै ठाउँमा रोपे। बुवा मलाई एउटा दिनु न भने मैले पनि पाएँ। म पनि रोप्न जान्छु होइन। हामीले चाहिँ केरा रोपिसकेर सिद्धियो। केरा रोपेर सकेर सिधै म देखाउँछु हजुरलाई। बहिनीले उता रोपिरहेछ। मैले यहाँ रोपिरहेछु। माइजूले एउटा त्यहाँ रोप्नु भएको छ। माइजूले उता पनि रोप्नु भएको थियो अनि यता रोप्दै हुनुहुन्छ। यो चाहिँ यहाँबाट देखिने भ्यू मन्दिरको साइडबाट। सबैभन्दा लास्ट नै हामी परेछौँ है। अनि केही छैन। अब यहाँबाट गएर हामीहरू चिया खान्छौँ अनि त्यसपछि मात्रै घर जान्छौँ। फर्किँदैछौँ गाइस। अब हामीहरू मकैबारी लाग्यौँ। हेर घाम भएको त्यही भन्दा चाहिँ मेरो हाल चाहिँ यस्तो भइरहेछ। ओहो मर्यो घामले। फाइनली घर आइपुग्यो। गर्मीले मर्यो फाइनली आइपुग्यो। माम घर आइपुग्यो।